र आज चौथो दिन, तर ट्रेकको तेस्रो दिन, पहिलो दिन काठमाडौँबाट आएको स्याफ्रोपेसीसम्मको यही बाटो हुँदै 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 हामी आयौँ। एलिभेसन ग्रेजुअल्ली बढ्दैछ है, हुस्सु लागिरहेछ। यता पनि पहाड छ, उता पनि पहाड छ, पहाड बाहेक के पनि देखिँदैन। हिमाल एकछिन देखिया थियो अस्ति अघि, खोलाको तिरैतिर हामी हुँदै हुँदै अब त्यो फाइनल डेस्टिनेसन लामटाङ भ्याली त्यहाँ हो। अहिले हाम्रो बज्दैछ घडीमा 2:54 3 बजे भनेपछि हामी त्यहाँनिर अझै बिस्तारै बिस्तारै हिँड्यौँ। हामी अरू बेला 3 बजेसम्म मात्रै हिँडेका थियौँ भने आज चाहिँ लामटाङ भ्याली गएरै बस्ने भन्ने सोच बनाएको छ। बिस्तारै, एकदम बिस्तारै हिँड्न थालेपछि यस्तै छ। अब म लामटाङ भ्याली पुगेपछि अपडेट गरौँला है।